इन्द्रमोहन आशालाई पनि अतिथिको आसन ग्रहण गर्दै हुनुको लागि म हार्दिक अनुरोध चाहन्छु। यसै गरी यसै गरी हामी माझ हाम्रो आजको यस कार्यक्रमका प्रमुख अतिथि आइसक्नु भएको छ र म आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गर्दै हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। उपप्रमुख सरको सम्मानमा प्रमाण पूर्ण गर्ला। प्रणाम गर। अच्छा लागु औषध दुर्व्यसन विरुद्धको र्यालीमा सहयोग हुनुभएका र यस कार्यक्रममा अतिथि दीर्घामा रहनुभएका अग्रज स्काउटका विभिन्न तहका व्यक्तित्व सम्मानित व्यक्तित्वजीहरू र यो बृहत र्यालीलाई सफल बनाउनका निम्ति हाम्रो धरानका स्काउटका विभिन्न ग्रुपबाट उपस्थित हुनुभएका सम्पूर्ण स्काउट मित्रहरू, पत्रकार साथीहरू सम्पूर्णमा म नमस्कार अभिवादन टेक्न चाहन्छु। विशेष गरेर धरान उपमहानगरपालिकामा सबै क्षेत्रबाट लागु औषध दुर्व्यसन विरुद्धका सचेतनाका र्यालीहरू, विभिन्न प्रचारात्मक कार्यक्रमहरू हुँदै आएको छ। त्यो खालको सामाजिक अभियानको रूपमा नागरिकको अहिलेको मतलब नगरको अवस्थाबाट अलिकति नयाँ ढङ्गले अगाडि बढ्नका अलिक बढेको हो कि अलिकति समस्या धरान परेको हो कि भन्ने एङ्गलबाट सबै चिन्तित भएर यो अभियानलाई अगाडि बढाइरहेका छौँ। हामी धरान उपमहानगरपालिकाको तर्फबाट प्रमुख आफै नेतृत्व गरेर अगाडि बढिराख्नु भएको छ। अहिले स्काउटले चाहिँ यो बृहत र्यालीको आयोजना गरिएको छ। यस्तै गरेर अन्य विभिन्न संस्थाहरूले पनि चाहिँ लागु औषध दुर्व्यसन विरुद्धको चाहिँ र्यालीहरू मतलब सचेतनाका कार्यक्रमहरू गरिराखिएको छ। यसको मतलब अब धरान उपमहानगरपालिकाको एउटा मुख्य समस्या लागु औषध दुर्व्यसन पनि हो। त्यसले गर्दा यसको चाहिँ निदान, यसको समाधान, यसको उन्मूलन आवश्यक छ। त्यसका निम्ति हामी सबै सचेत भएर लाग्नुपर्छ भनेर यो अभियानहरू सञ्चालन भइरहेको छ र हामी लाग्नु पनि पर्छ। साँच्चै भन्यो भने एउटा धरानलाई चाहिँ लागु औषधको एउटा ट्रान्जिट पोइन्टको रूपमा चाहिँ यो विकास हुन विस्तार हुन लागिरहेको छ। त्यसलाई रोक्नका निम्ति सुरक्षा संयन्त्रहरू, सामाजिक अभियन्ताहरू, सम्पूर्ण नागरिकहरू लाग्नुपर्छ र यो लाग्यो भने पक्कै पनि यो कुरालाई हामी अघि पनि मैले भने धरानलाई चाहिँ लागु औषध दुर्व्यसन मुक्त सहरको रूपमा यसलाई विकास गर्न सकिन्छ। हामी सबै सचेत हुनुपर्छ र यसका निम्ति आफ्नो भूमिकाहरू, सामाजिक उत्तरदायित्वहरू, जिम्मेदारीहरू पूरा गर्दै लागु औषध दुर्व्यसन विरुद्ध एकताबद्ध भएर धरानवासीहरू अगाडि बढौँ। म यही आह्वान र अपिल गर्दै यो र्यालीमा सहभागी सम्पूर्ण तर्फबाट धन्यवाद दिँदै मेरो भनाइ अन्त्य गर्छु। नमस्कार, अभिवादन। पानीचोक हुँदै हामी चाहिँ फेरि यही पब्लिक स्कुलमै आएर हाम्रो र्याली चाहिँ इन्ड हुँदैछ। हामी जाँदाखेरि यता राइट साइड चेप्दै राइट साइड हुँदै गएर भान्चोकसम्म पुगेर भान्चोकमा पनि राइट साइडबाटै आएर अनि लास्टमा हामी त पब्लिक यो छाताचोकमा आएर मात्र यता रोड क्रस गरेर हामी यता पब्लिक हाई स्कुल लेफ्ट साइडतिरबाट आउँछौँ। त्यो जाँदाखेरि चाहिँ अलिकति तपाईँहरू गाडी यताउता हेरिदिनु होला। हुन त हामी रोड रेन्जर पनि छौँ, त्यसको लागि हाम्रो तपाईँहरू पनि आफ्नो साथीहरूलाई केही समस्याहरू परेको छ भने, कसैलाई हिँड्नु गाह्रो पऱ्यो भने, कसैलाई
टाउको केही समस्या छ भने तपाईँको स्काउट मास्टर अथवा तपाईँको छेउछाउमा कोही रोड रेन्जरहरू हुनुहुन्छ भने उहाँलाई खबर पुर्याएर हामीलाई सहयोग गरिदिनु होला। तपाईँहरू सकि नसकि चाहिँ त्यो चाहिँ आफ्नो स्वास्थ्यलाई पनि ख्याल गरेर तपाईँहरू गाडीमा सभ्य र भव्य तरिकाले सम्पन्न गराइदिनु होला। हार्दिक अनुरोध गर्दैछु। मलाई दिएन त अर्कोदेखि 1 मिटर फरक गरेर खुट्टा खिचिन्छ वो चाहिँ राम्रोदेखि झोला फुकुर्छ। ए 2 लाइन बनाऊ 2 लाइन बनाऊ यता फर्केर 8 मिटर बनाऊ। Fighting me too. लागू पदार्थ सचेतना अभियान चाहिँ सञ्चालन गर्ने भन्ने स्थानीय स्तर कार्यालयको योजना छ। यसमा सबैले साथ दिनुहुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ। यो कार्यक्रम विशेष गरी कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको योजना तथा बजेट व्यवस्थापन र कोशी प्रदेश स्काउट कार्यालयको आयोजना भएको। हामीहरू यसको व्यवस्थापक मात्रै हौँ। स्थानीय तहमा हामीले गर्दै गर्दा यो कार्यक्रमको हामीहरूले व्यवस्थापन गरेको। यो कार्यक्रम गर्ने अवसर दिनुभएकामा कोशी प्रदेश स्काउट कार्यालयलाई धन्यवाद। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई पनि धन्यवाद। यो स्थान उपलब्ध गराइदिएकामा पब्लिक हाई स्कुललाई पनि हामीहरू धन्यवाद दिन्छौँ। आजको र्यालीमा हामीलाई महत्त्वपूर्ण सहयोग गर्नुभएकामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, वडा प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, त्यसै गरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान लगायत सम्पूर्ण सङ्घ संस्थाहरूलाई हामीहरू विशेष धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी विजयपुर हस्पिटल प्रणालीलाई पनि हामीहरू धन्यवाद दिन चाहन्छौँ। आजको कार्यक्रममा सहभागिता जनाइदिनु भएकामा सम्पूर्ण विद्यालयका शिक्षक, स्काउट भाइ बहिनीहरू सम्पूर्णलाई हृदयतः स्थानीय स्काउट कार्यालय धन्यवाद ज्ञापन गर्दछ र तपाईँहरूप्रति आभार व्यक्त गर्दछ।
फेरि पनि हामीहरूले कार्यक्रम गर्दा यसरी नै साथ र सहयोग गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ आजको औपचारिक कार्यक्रम चाहिँ लगभग समापन भएको म जानकारी गराउँछु। यहाँहरू जाँदा सकुशल मजाले आफ्नो सर म्यामहरूसँग स्काउट सर म्यामहरूसँग आफ्नो विद्यालय जानुहोला, समयमै घर जानुहोला है। यो चाहिँ म हजुरलाई भन्दै आज कार्यक्रम औपचारिक ढङ्गले चाहिँ यही समापन भएको जानकारी गराउँछु। जय स्काउट। आजको दिन तपाईँहरूको शुभ रहोस्। हस्त, धन्यवाद।